एभ्रिवान सबैजनालाई नमस्कार। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै आरामै छौँ। आज चाहिँ हामी कालीमाटी देउती बजाइ हुन जाँदैछौँ हाम्रो परिवार सबैजना। अनि लास्टसम्मको भिडियो हेरिदिनु होला। म हजुरहरूलाई लास्टसम्मको भिडियोहरू राख्नेछु। फाइनली गाइज हामी सबैजना गाडीमा बसिसकेको छौँ मन्दिरको लागि। ल सबैले आइ भन। हाई ल छोरा आइ भन। छोरा बोल न। हाई भन्नु बोल्दैन। यो गाउँलाई चाहिँ बगाले भन्छन् है। बगाले हो। कति वर्षपछि बल्ल यतातिर आइयो। धेरै वर्ष भएको थियो नआएको। देखेन शारदा खोला। शारदा पहिलै जमानामा गाइजहरू मन्दिरमा आइपुग्यौँ हामी सबैजना। मन्दिर चाहिँ दुईटा पाठा छन्। दिप्सन हेर हजुर होइन तल चाहिँ पाठा पूजा आजा गरिसक्यौँ। अनि अब एकछिनमा पाठा काट्ने हो। अलिअलि फोटोसोटो खिचेर जाने हो। मेरो कपालको हालत चाहिँ यस्तो छ। सिमललाई पनि पाएको छैन। छोराको हात समाएर छोरी हेर त देउती बजाइलाई भगवतीलाई गङ्गामाला भगवतीलाई भेट्न आएको नि आज पूजा गर्न आएको। बोल न बुवारा हुन् मेरो भदैनी हो। भदै फाइनली गाइजहरू हामीले पूजापाठ गरेर पनि घर जान लागिसक्यौँ सबैजना। हाम्रो चाहिँ पछाडि छ। टाटा बाई बाई। हामी चाहिँ दिउँसोको खाना खाएर मासु बनाएर सबैको घर घरमा प्रसादको नाममा बाँडेर अनि सबै काम भ्याएर अहिले फेरि बेलुकाको लागि खाना बनाएर बल्ल अहिले मलाई फुर्सद भएर भिडियो बनाइरहेको छु। साथीहरू साह्रै जिउ थाकेको छ आज चाहिँ। अनि त्यही भएर मैले बिहानदेखि सुरु गरेको भिडियो अहिले अन्त्य गर्दैछु। अनि यति भन्दै छुट्टिन्छु। अर्को भिडियोमा भेटौँला साथीहरू। टाटा बाई बाई।